नमस्कार साथीहरू, के तपाईहरुले कुनै पनि गीतलाई चाहिँ नयाँ भर्सनमा अथवा कुनै पनि गीतको चाहिँ ट्र्याक निकालेर त्यसलाई नयाँ तरिकाले गाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ र तपाईलाई ट्र्याक बनाउन आउँदैन भने तपाईले यो भिडियोलाई पुरा हेर्नुहोस्। सबभन्दा पहिला तपाईले जुन गीतको ट्र्याक बनाउन चाहनुहुन्छ त्यो गीतलाई डाउनलोड गर्नुहोस्। त्यसको लागि सर्वप्रथम सुरुमा युट्युबमा जानुहोस् अथवा तपाईसँग भिडमेट छ भने सिधा भिडमेटमा जानुहोस्। भिडमेटमा गइसकेपछि त्यहाँ युट्युबमा ट्याप गर्नुहोस्। अब यहाँ गएर सर्च गर्न सक्नुहुन्छ। जुन गीतको ट्र्याक बनाउन चाहनुहुन्छ त्यो गीतलाई सर्च गर्नुहोस्। जस्तो मैले पुरानो गीत सर्च गरेँ। जुन गीतको चाहिँ ट्र्याक बनाउन चाहनुहुन्छ त्यो गीतलाई पहिला डाउनलोड गर्नुहोस्। यसरी डाउनलोड गरेर डाउनलोडको अप्सनमा गइसकेपछि तपाईले यसलाई पहिले गीतमा डाउनलोड गर्नुपर्ने हुन्छ। भिडियोमा डाउनलोड गर्नुभयो भने त्यसमा चाहिँ तपाईले भिडियो टु MP3 भन्ने एउटा एप पाउँछ। त्यो एपबाट चाहिँ MP3 मा कन्भर्ट गरेर त्यसको ट्र्याक निकाल्न सक्नुहुन्छ भने भिडमेटमा चाहिँ सिधा तपाईले डाउनलोड गर्ने बेलामा म्युजिकमा MP3 मा डाउनलोड गर्न सक्नुहुन्छ। त्यसकारणले यसमा MP3 मैले डाउनलोड गरे। MP3 को लागि यो माथिको अप्सन सबै MP3 नै रहेको छ भिडमेटमा। के माथिको सबै MP3 हो भने यो मुनिको चाहिँ भिडियोमा हो। अलिकति यसको क्वालिटी राम्रो हुने भएकोले 256K मा मैले यसलाई डाउनलोड गरिरहेको छु। देख्न सक्नुहुन्छ MP3 मा डाउनलोड भइरहेछ। यसरी डाउनलोड भइसकेपछि सिधा होम बटन थिचेर सिधा गुगलमा जानुहोस्। गुगलमा गइसकेर त्यहाँ सर्च गर्नुहोस् म्युजिक रिमुभ ब्याकग्राउन्ड। म्युजिक रिमुभ ब्याकग्राउन्ड यति लेखिसकेपछि यसमा ट्याप गर्नुहोस्। म्युजिक रिमुभर ब्याकग्राउन्डमा ट्याप गर्नुहोस्। यसरी ट्याप गरिसकेपछि यहाँ भोकल रिमुभर एन्ड देखाएर आएछ। यसमा ट्याप गर्नुहोस्। यस्तो खाले इन्टरफेस खुल्नेछ। त्यसपछि तपाईले जुन म्युजिकको चाहिँ ट्र्याक बनाउन चाहनुहुन्छ त्यो म्युजिकलाई यहाँ ल्याउनलाई ब्राउज माई फाइलमा ट्याप गर्नुहोस्। यहाँ मिडिया पिक्चरमा ट्याप गर्नुहोस्। मिडिया पिक्चरमा ट्याप गरिसकेपछि तपाईले त्यो म्युजिक खोज्नुपर्ने हुन्छ। त्यसकारणले अडियो फाइलमा ट्याप गर्नुहोस्। अडियो फाइलमा ट्याप गरेपछि यहाँ देख्नुहुन्छ सागर सरी चोखामा आयो भन्ने गीत देखाइरहेछ। तपाईले यसमा ट्याप गर्नुहोस्। एकछिन लोडिङ हुन टाइम लाग्छ। त्यतिन्जेलसम्म वेट गर्नुहोस्। देख्न सक्नुहुन्छ 100% भइसकेको छ। त्यही पनि एकछिन अझै टाइम लाग्नेछ। अब भइसकेको छ। फेरि एकचोटि लोडिङ भइरहेछ। त्यतिन्जेलसम्म वेट गर्नुहोस्। अब यहाँ देख्न सक्नुहुन्छ यहाँ म्युजिक बनेछ, भोकल बनेछ। भोकल भनेको तपाईले त्यो गीतको साथको चाहिँ त्यो भोइसलाई चाहिँ भोकल भनिन्छ भने म्युजिक चाहिँ त्यसमा बज्ने टनहरुलाई चाहिँ म्युजिक भनिन्छ। अब तपाईले जसलाई हटाउन चाहनुहुन्छ त्यसलाई चाहिँ त्यसको साउन्डलाई कम्ती गरेर जसलाई चाहिँ राख्न चाहनुहुन्छ त्यसको साउन्डलाई चाहिँ बढाएर राख्न सक्नुहुन्छ। जस्तो अब मैले म्युजिकको ट्र्याक मलाई चाहिएकोले म म्युजिकलाई चाहिँ 100% राखेर अरुलाई चाहिँ 0 मा राखिदिन्छु। यहाँ सुन्न सक्नुहुन्छ। सक्नुहुन्छ। अहिले फेरि मैले पुरै गीत बजाएँ भने कपिराइट हान्न सक्छ। त्यसकारण मैले थोरै मात्र बजाएँ। मलाई ट्र्याक मात्र चाहिएकोले मैले पुरै गीत बजाएँ भने कपिराइट हान्दिन सक्छ। त्यसकारण मैले पुरै बजाइन। अब मैले यसलाई सिधा सेभ गरिदिएँ। सेभ गरिसकेपछि आफुलाई जुन चाहिएको छ त्यसमा ट्याप गर्नुहोस्। मलाई म्युजिक मात्र चाहिएको हो त्यसकारण मैले म्युजिकमा ट्याप गरेँ। अब हेर्न सक्नुहुन्छ यहाँ डाउनलोड भइरहेछ। डाउनलोड भइसकेको छ। यसलाई प्ले गरेर हेर्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ। अब साथीहरु भिडियो मन परे भिडियो लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस् र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनुहोस्।